Good morning, Gandruk. बिहान बिहान उठेर हामी यस्तो राम्रो मेस्मराइजिङ भ्यू हेर्दैछौँ गाइजहरू। वाउ, यहाँ चाहिँ यस्तो छ, 1-2 डिग्री छ क्या। उफ, वहाँ चाहिँ घाम लाग्यो, खासै हिउँ त परेर नचान, तर चाहिँ दामी देखेको। कति राम्रो देखेको भ्यू। वाउ, कस्तो राम्रो देखेको। गुड मर्निङ भन्नु। गुड मर्निङ। सन्चै हुनुहुन्छ भन्नु ल मम्मी, गुड मर्निङ भन्नु। गुड मर्निङ फ्रम गान्द्रुक भन्नु न। फ्रम गान्द्रुक। फ्रम गान्द्रुक। गान्द्रुक गान्द्रुक। बुवाहरू चाहिँ उतै हुनुहुन्छ। जामामा भित्र एकछिन पानी सानी खाऊँ भाइ। पानी नै खाइ होइन छैन, लिएर आउनु पर्यो। त्यही त, बल्ल घाम लाग्यो। अहिले एकछिनमा हुन्छ कि घाम लागिसक्यो। यस्तो छ यहाँको भ्यू। जाम, हाम्रो रुम चाहिँ यो हो। राम्रो छ है मम्मी, रुम पनि ठिकै छ, त्यस्तो नराम्रो छैन। जानु त खै, देखाउनु त मम्मी रुम। हिँड्नु त आमा, आउनु त ल। मम्मीले यहाँ रुम देखाउँदै हुनुहुन्छ हाम्रो। यो चाहिँ हाम्रो लेडिज पार्टीको रुम। अलि मेस होला, तर चाहिँ एकदम मजाको रहेछ। यस्तो राम्रो, यसरी बेड छ 2टा, मजाको होइन। अनि यता टेबलहरू छ, न्यानो पनि छ। त्यही हो, उता टोयलेट बाथरुम पनि राम्रो छ, त्यस्तो नराम्रो छैन, राम्रो छ। यस्तो छ के, टोयलेट बाथरुम पनि एकदमै क्लिन छ, क्लिन, एकदमै क्लिन छ। गाइस, यहाँको भ्यू चाहिँ यस्तो छ, यस्तो राम्रो छ यहाँको भ्यू, आनन्दको। त्यही त है, मजाको। किन बाहिर घाममा बसेर आए नि हुन्छ के। हामी चाहिँ यहाँ डान्स सिक्दैछौँ मैले चाहिँ। डिस्टर्ब नगर्नु न। 1 2 3 गयो भएन फेरि। हेर कि तिमीले मलाई हेरेको एकचोटि पहिला। जानै खायो त्यो तिम्रो मायाले। ल खुट्टा फेरि मायाले। चल फोटो राख्नु। 3 गाइस, हामी चाहिँ अब अहिले ड्रेस लगाएर नाच्नेवाला हौँ। 3 2 1 गो। डुको बुने नि गालो चोयाले, जानै खायो त्यो तिम्रो मायाले। पहिला उता के तपाईँ माया बिग्रो। लास्ट वान ल। डुको बुने नि गालो चोयाले, जानै खायो त्यो तिम्रो मायाले। फेरि बिगारे ल। हामी चाहिँ अब फोटो खिच्छौँ, फोटो खिच्ने हो ग्रुपको। ल यस्तो छ यहाँको गाउँ। घाम लाउँदा क्या मजा। बल्ल जाडो साडो हरायो, छैन जाडो। ल जाडो छैन, घाम लाग्यो मजाको। ल सुरु हुन पर्ने 8 बज्यो।
बुवा डेडी ल यहाँ चाहिँ भिडियो के अरे फोटो खिच्दै सम्धीको यता नानीले खिचिदिँदै हुनुहुन्छ। जिन्दगीमा कान्द्रुङ चाहिँ नि डाँडामा आएर हिमालको चाहिँ नि पुरा अन्नपूर्णको चाहिँ नि पुरा उसमा कोखा ल ल ग्रुप ल दुईजना ल यसरी कस्तो लागिरह कस्तो ल गाइस हामी चाहिँ अब नास्ता खानको लागि रेडी हुँदैछौँ। ल ल ल हुन्छ ल आमा जानु ल मम्मी ड्याडी हामी ड्याडी फेरि ल हात धोएर खाजा साजा खाम। ए यता घाममा बसौँ न। आहा कस्तो महँगो बसाएको अगरबत्ती। भाइको घर कहाँ हो नि हजुर? चितवन ए हो र पर्साहरू। चितवनको मान्छे बुटल किन नजाने? बुटल गएको छैन हौ। यहाँ नोकरी गर्ने हो। ए 7 बजे घाम लाग्यो के अरे भाइ? ल यहाँ चाहिँ हामी बस्नु थालेको। गाइज हामी चाहिँ अब टक्क यता हिमाल भ्यू हेर्दै मजाले यहाँ अब हामी नास्ता खाँदै चेयर्स गर्नुभयो। यस्तो छ खाना ए नास्ता यस्तो मजाको। हाम्रो फिनी रोटी आटाको फिनी रोटी हो यो हाम्रो चाहिँ एकदम हेल्दी। यता चाहिँ बुवाहरू खाना थाल्नुभयो त्यही त नि फोनै उठाउनु टक्क लगाएर भिडियो। हेलो हेलो थापासान त्यही त कस्तो लागिरह? सचिवको र अध्यक्षको त एकदम उनीहरूको चाहिँ ता ल ठिक छ ल खामै। हिमालको उमा टक्क चियासँग पुरी अन्डा अनि छोले नाइस। खाँदै हुनुहुन्छ बुवाहरूले। ल चिया चियर्स गरौँ न। गुड मर्निङ भनेर ल गुड मर्निङ। गाइज हामी चाहिँ अब ड्रेस लगाउने ल गाइज हामी चाहिँ ड्रेस लगाएर रेडी भइसक्यौँ। अलिअलि टिकटक पनि बनायौँ अनि ल मम्मी चाहिँ यस्तो देख्नु भएको छ। कस्तो लाग्यो मम्मी? राम्रो लाग्यो, खुसी लाग्यो। यता चाहिँ बहिनी सबसे राम्री त बहिनीलाई देखेको छ। लास्ट राम्रो ठिक छ बहिनी। ल यता आमा ल आमालाई पनि एकदम राम्रो देखेको छ। ल आमा कस्तो लाग्छ आमा? रमाइलो लाग्छ, राम्रो देख्छ। उता जानु त ल आहा ल राम्रो आहा ल गाइज हामी चाहिँ ड्रेस लगाएर ब्याक टु फर्म
उहाँ के अरे दिदी हो कि बहिनीले लगाइदिनु भएको ल धेरै धेरै धन्यवाद फेस देखाउन एकदम लजाउनु भयो है ल ल ल गयौँ हामी जाउँ जाउँ लजाउनु नि चाहिँ एकदम धेरै अब हामी लाग्छौँ अब कता गइन्छ कुन्ने आहा हो त्यस्तो गरेर पो भिडियो गराउनुपर्छ कति राम्रो होइन ल गाइज हामी चाहिँ घान्द्रुकको बसाइबाट अब हामी कता गयो ल गाइज हामी चाहिँ घान्द्रुकको बसाइबाट अब हामी तलतिर ओह्रालो झर्दैछौँ अब 1 घन्टाको ओह्रालो पछि हामी बल्ल गाडीमा ब्याक टु पोखरा टु बागलुङ कालिका जाँदैछौँ त्यसपछि दर्शन गर्न हाम्रो आफ्नो बटौली खसौली कस्तो रह्यो तपाईको आजको रातको बसाइ एकदम राम्रो नाइस मजा जाडोले झ्याल खुला भएर बर्बाद पार्यो हामीलाई त त्यस्तो केही पनि भएन राम्रो भयो बाटो यत्रो भारी बोक्यौ मैले यहाँ खुल्ला थियो लगाएको ल ल ओह्रालो झरम आहा नि ल ल ल ल बुवा बाई बाई ल जानु हिँड्नुस् न थ्याङ्क यू फर भिजिटिङ के अरे थ्यांक यू फर भिजिटिङ अस सी यू अगेन है थ्याङ्क यू फर भिजिटिङ अस घान्द्रुक ल यहाँ चाहिँ रेस्ट टाइम होइन केही भएन के भिडियो ल हामी चाहिँ ओह्रालो झर्दैछौँ मजाले यसको अझ हिँड्नु त खुट्टा नै माथि तान्छ कि ल घान्द्रुकलाई बाई बाई घान्द्रुकलाई बाई बाई अहिले आज घान्द्रुकलाई बाई बाई ओह्रालो झर्दैछ सिँढी झर्दैछौँ ल बाई बाई ल ल अब फेरि अर्को सिडी आयो हामी चाहिँ ओह्रालो लाग्दैछौँ घान्द्रुकबाट माथि टुप्पाबाट माथि डाँडाबाट ओह्रालो लाग्दैछौँ सबै मेरो बुवाले बोकिदिनु भयो ब्याग ज्याकेटहरू म जान पछाडि आउँदै हुनुहुन्छ ल गाइस हामी चाहिँ अब गाडी होइन यहीँ ल्याइदिए आउँछ क्या गाडी चाहिँ त्यहाँ वेट गरिरहेको छ भाइले